सज्जन दर्शक महानुभावहरू, यो भिडियोलाई सकेसम्म सबैलाई सेयर अवश्य गरिदिनु होला। हामी सनातनीय पद्धतिमा विश्वास राख्ने मानिस र हामी आध्यात्मिक मानिस पनि हौँ र हामी देवी देवताहरूको पूजन पनि गर्ने गर्दछौँ। तर कहीँ बार शास्त्रीय मान्यता रहेको छ कि घरमा एकभन्दा अधिक देवी देवताहरूको प्रतिमा अथवा फोटो राख्नाले त्यो घरमा थोरै मानसिक चिन्ता भने बढेर जानेछ। त्यही भएको हुनाले घरमा यदि कुनै पनि देवताको दुईटा प्रतिमा छ, जस्तो प्रकारको पूजा गर्ने ठाउँमा दुईटा गणेशको प्रतिमा राख्नुभएको छ, मूर्ति राख्नुभएको छ, त्यस्तै प्रकारले दुईटा शिवलिङ्ग राख्नुभएको छ, त्यस्तै प्रकारले भने जोड शालिग्राम राख्नुभएको छ भने यसले घरमा थोरै मानसिक तनाव बढाउँदछ। दुईटा शङ्खको पूजा नगर्नु, दुईटा घण्टको एकसाथ पूजा नगर्नु भनेर चाहिँ बताइएका कारणले गर्दाखेरि एक फोटो एक देवताको, एक मूर्ति एकै देवताको राखेर पूजा गर्ने गर्नुहोस्। र यदि दुईटा छ भने त्यसलाई कतै न कतै मठ मन्दिरमा लगेर राखिदिनुहोस् र घरमा केवल एउटै तस्विर अथवा एउटै फोटो देवी देवताहरूको हुनु राम्रो मानिएको छ। त्यही भएको हुनाले यो भिडियो अधिकभन्दा अधिक सेयर गरिदिनु होला। किन भन्दा मानसिक तनाव बढ्दछ क्या। जति धेरै देवताहरूको प्रतिमा हुन्छ त्यति धेरै पूजाका विधि र विधानहरू त्यही अनुसारका बढेर जाने गर्दछन्। त्यही भएर पाञ्चायन राख्नुहोस्, घरमा सुखी समृद्धि सबै कुराहरू बढ्छ। अधिक देवी देवताहरूको फोटो राख्नाले अधिक पद्धति र पूजाको पनि नियमहरू फरक रहने गर्दछन्। राधे राधे।